विद्यादेवी भण्डारीकै कुरा गरौँ। टिएन प्रधानले आफ्नो एउटा आर्टिकलमा यो पत्र छपाएका थिए। विक्रमसम्म 2050 साल 2 महिना 9 गते लेखिएको उक्त पत्रको मिति दासढुङ्गा हत्याकाण्ड भएको 6 दिन पछाडिको हो। पत्रको क्याप्सनमा लेखिएको छ, विद्या भण्डारीलाई राजेन्द्र खेताङले पैसा दिएको प्रमाण। पत्र अलि अस्पष्ट नै भए पनि मजाले हेर्ने हो भने केही कुराहरू अझै पनि पढ्न सकिन्छ। अति सम्माननीय नेताज्यू, जय माताले सधैँ भल चिताउन्। हजुर बिजी भएको नाताले फोनमा सानो कुरा मात्रै भयो, त्यसमा ठिक पनि हुँदैन। ईश्वरजी कमरेडले 10 पेटी लग्नुभयो, अर्को ठुलो पेटी हजुर आफै आइसियोस्, नत्र कोहीलाई खामबन्दी गरी म अर्को महिनाको पहिलो दिन नभए अर्को दिन त्यहाँ पठाइदिन्छु। जय माताले सधैँ भलो गरून्। अब यो बाहेक पनि टिएन प्रधान र रमेश प्रधानले आफ्ना आर्टिकलहरूमा घटनाको बारेमा धेरै इन्ट्रेस्टिङ कुराहरू लेखेका छन्। एउटा आर्टिकलमा लेखिएको छ, मदन भण्डारीको हत्या पछाडि उनको घरमा पार्टीकै एकजना मान्छेलाई पठाएर माधव कुमार नेपालले भण्डारीको कागजपत्रहरू सबै आफ्नो घरमा ल्याउन लगाउँछन्। ती सबै कागजको अध्ययन गरेर आवश्यक कागजपत्रहरू भारतीय दूतावास र अमेरिकी दूतावासमा बुझाइन्छ अनि अनावश्यक कागजहरूलाई चाहिँ भारतीय जासुससँगको उपस्थितिमा बागमती किनारको पुल नजिकै जलाइन्छ। अब चाहिँ लागौँ टिएन प्रधान र रमेश प्रधान को थिए त भन्ने प्रश्नमा। उनीहरूको बारेमा धेरै टिका टिप्पणी हुन थालेपछि 2054 साल पुस 22मा जनादेशको सञ्चालक तथा सम्पादक गोपाल चिन्तन र जनक पाठकले रमेश प्रधानको परिचय भन्दै एउटा आर्टिकल छाप्छन्। रमेश प्रधान र उनको परिवार विराटनगर 22मा 2 तलाको घर बनाएर बसेको छ। उनीहरूको घर इलाम र विराटनगर दुवै ठाउँमा छ। कुनै समय उनी आफू एमालेको विद्यार्थी सङ्गठन अनेरा सेवकको सामान्य कार्यकर्ता समेत थिए र मदन भण्डारीलाई 5-7 छाक भात पकाएर पनि खुवाएका थिए। त्यस्तै उनले काठमाडौँको शङ्करदेव क्याम्पसबाट एमकम अनि टियुबाट अर्थशास्त्रमा एमए गरेका थिए र त्यो बेला चाहिँ उनी एउटा ट्राभल एजेन्सीमा कार्यरत थिए। आफ्नो चिनिने नाम रमेश नै रहेको तर जात भन्ने नेवार प्रधान नभइकन आफूले प्रधान टाइटल राखेको भनेर त्यो आर्टिकलमा उनको परिचय खुलाइएको थियो। अब यता टिएन प्रधानको बारेमा चाहिँ नयाँ निष्कर्ष पत्रिकामा छापिन्छ। टिएन प्रधान अर्थात् तीर्थनारायण प्रधान न्यू दिल्लीको गृह मन्त्रालयबाट सरुवा भएर काठमाडौँको भारतीय राजदूतावासमा कार्यरत थिए। टिएनको बसाइ लाजमीपातमै थियो। 1990 डिसेम्बर 11मा उनी दूतावासको सेक्युरिटी विङबाट पोलिटिकल विङमा ट्रान्सफर भएका थिए। त्यसपछि 9 वर्षको आफ्नो कार्यकालमा उनलाई नेपालको सबै राजनीतिक मामलाको खबर भइसकेको थियो। पोलिटिकल विङमा काम गर्न थाले पछाडि टिएन प्रधान अघि हामीले भनेको अरविन्द र उरीको अन्डरमा काम गर्न पुग्छन्। त्यही समयमा उनले दासढुङ्गा हत्याकाण्डको बारेमा पनि सबै जानकारी र पत्रहरू पाउँछन्। आफूले जागिर छाडे पछाडि पत्रिकामा लेख्छन्। उनको बारेमा यो परिचयसँगै पत्रिकामा उनको फोटो पनि आएको थियो। यसरी पत्रिकामा उनको फोटो नै आएपछि र दूतावासभित्रकै मान्छे हो भन्ने भए पछाडि उनले लेखेका सबै कुरा जनताले विश्वास गर्दै जान्छन्। अब यो सबै कुरा हुँदै गर्दा त्यसको केही महिना पछाडि अर्को निकै अचम्मको कुरा हुन्छ। विक्रमसम्म 2056 भाद्र 14मा नयाँ निष्कर्षले यसरी एउटा प्रेस विज्ञप्ति निकाल्छ, जसमा लेखिएको छ, तत्कालीन एमालेको 6औं महाधिवेशन पूर्व एमाले र नेतृत्वदायी व्यक्तिहरूको चरित्र हत्या गरी जनविश्वास ध्वस्त पार्ने उद्देश्यले तत्कालीन फरक मतका प्रभावशाली नेता सीपी मैनालीको नेतृत्वमा एक गोप्य टोली सक्रिय भएको र त्यस टोलीका सदस्यहरूले नै टिएन प्रधानको नामबाट नयाँ निष्कर्षमा लेख छापेका थिए। 3 वर्ष अगाडिदेखि नयाँ निष्कर्षमा प्रकाशित टिएन प्रधान धारावाहिक कथाको परिकल्पनाकार पनि उनीहरू नै हुन् भनेर लेखिन्छ। त्यस प्रेस विज्ञप्तिमै टिएन प्रधान भनेर छापिएको उनको फोटो उनको नभइकन भारतका पत्रकार तथा सांसद कुलदीप नयरको हो भनेर पनि लेखिएको हुन्छ। अब आफूमाथि लागेको आरोपको खण्डन गर्दै सीपी मैनालीले हाम्रो पार्टीमा विवाद थियो तर विज्ञप्तिमा लेखे अनुसार हाम्रो केही संलग्नता छैन, टिएन प्रधान र रमेश प्रधानले भनेका केही कुराहरू सत्य हुन् भनेर भन्छन्। त्यो पछाडि टिएन प्रधान र रमेश प्रधानका आर्टिकलहरू फेरि कहिल्यै आउँदैनन्। उनीहरूले दासढुङ्गाको विषयमा उठाएका कुराहरूको खण्डन पनि कसैले गर्दैन। अन्त्यमा उनीहरूको एक्जिस्टेन्समाथि नै प्रश्न उठाएर उनीहरूले भनेका कुराहरू नै झुटा हुन् भनेर न्यारेटिभ बनाइन्छ। तर जे जति रका प्रमाणसहित कुराहरू उठाइएको छ, के ती सबै झुटा हुन् त? गलत हुन् त? के तिनमा कुनै सार छैन त? गलत हुन् भने गलत हुने प्रमाण पनि देखाउनु पर्यो नि। यो गम्भीर प्रश्न फेरि पनि तेर्स्याउन मिल्छ। मदन आश्रितको यो हत्याकाण्ड म जन्मनुभन्दा अगाडिको घटना हो, जसको कारणले हामीले अनफिल्ड रिसर्च गर्न सक्ने कुरै भएन। आर्टिकल, बुक्स र केही व्यक्तिको भनाइमा आधारित रहेर हामीले दासढुङ्गासँग सम्बन्धित यी भिडियोजहरू निकाल्यौँ। प्रमाणहरू स्क्याटर्ड छन् तर डट्सहरू भने अझै पनि कनेक्ट गर्न मिल्छ। माथि नाम आएका केही व्यक्तिहरू अझै जीवित नै रहेकाले सरकारले चाहने हो भने अझै पनि अनुसन्धान र खोज गर्न मिल्ने ठाउँहरू छन्। अब यो सबै घटना रिसर्च गरेर यी भिडियोजहरू बनाएपछि हामीलाई के लाग्छ त?
टिएन प्रधान र रमेश प्रधानले लेखेका कुराहरू झुट हुन् भन्नलाई किन झुट हुन् भन्ने प्रमाणहरू देखाउन आवश्यक छ र त्यो प्रमाण कसैले पनि नदेखाएका कारणले शङ्का गर्न सक्ने ठाउँ त टन्नै छ। र अर्को कुरा, सतीले सरापेको हाम्रो देशमा राम्रा मान्छेहरू